नमस्कार। आउनुहोस् आज एउटा नेपाली कथा सुनाउँदैछु। सिधै कथातर्फ जाउँ बिना भूमिका। कथाको शीर्षक हो डढेलो। डढेलो सम्झिराख्नुहोला। टलपलाइरहेका आँसुलाई उसले धेरै बेरदेखि आँखाको पलकका बीचमा रोकेको थियो, तर आँसु भित्र पस्न सकेन र दुवै गालामा झर्न थाल्यो। एक पटक बाँध फुटेपछि निकै बेरसम्म जलवर्षा भइरह्यो। बन्द कोठाको ओछ्यानमा एक्लै बसेर उसले टुलुटुली हेरिरह्यो। आँसु झर्दा झर्दै आधा रात बितिसक्यो। आज बिहान उठ्ने बित्तिकै कसको मुख देखियो र यस्तो भयो। ऊ अहिले पनि छक्क परेको छ। किन आज एकै दिनमा संसार फेरियो? किन चिनेकाहरू नचिनिने भए? कसरी आफ्नै देशको राजधानी उन्मत्त भयो? किन यस नगरमा 35 वर्षसम्म गरेको तपस्या भत्कियो? यस नगरको माटो र पानीमा आफूलाई मिलाउन क्षण क्षणमा गरेको प्रयास एकै निमेषमा किन लुप्त भयो? सोच्दा सोच्दै ऊ छटपटाइरह्यो। आज बिहानै जब ऊ उठेको थियो, अवस्था एकदम ठिकठाक थियो। यो शहरमा कहाँ के हुँदैछ उसले केही बुझेको थिएन। सधैँ किताबकै संसारमा हराइरहन्थ्यो। सम्पूर्ण जीवन घोट्दा घोट्दै समर्पित गरेको थियो। 25 वटा पुस्तक लेखेको थियो। कथा, कविता, लेख छपाइरहन्थ्यो। एक उच्च विद्वानका रूपमा प्रख्यात थिए उनी। कुनै नयाँ पुस्तकको खबर पाएर त्यही किन्न बिहानै हिँडेको थियो। चुपचाप आफैमा मग्न, कसैसँग मतलब नराखी अगाडि बढ्दै थियो। पछाडिबाट आएको नारा जुलुसको स्वर कानमा पर्यो। ऋतिक रोशन मुर्दाबाद, काले धोती देश छोड। ऋतिक रोशन मुर्दाबाद, काले धोती देश छोड। यस ठाउँमा सधैँ यस्तै भइरहन्छ कि भन्ने सोच्दै ऊ खुरुखुरु अगाडि बढ्यो। थाहा छैन को हो यो ऋतिक रोशन। मान्छेहरू किन मुर्दाबादको नारा घन्काउँदैछन् केही बुझ्न सकिएन। तर काले धोती शब्दबाट केही सङ्केत पाइयो। यस ठाउँमा यी शब्द मधेसी समुदाय र नागरिकको पर्यायका रूपमा प्रचलित छन्। जब जुलुस नजिकै आइपुग्यो, जुलुसबाट कसैले चिच्यायो, पक्री पक्री, यही हो काले धोती। यो कुरा सुनेर ऊ अलिक आत्तियो र आफ्नो शरीरतिर नजर दौडायो। उसले धोती लगाएको छैन र कालो पनि छैन। अलिक आश्वस्त भयो। होइन, यो शब्द अरूलाई भनिएको होला। ऊ फेरि अगाडि बढ्यो। अब उसलाई भिडले घेराबन्दी गर्यो। चारैतिर उत्तेजित भिड देखेर जाडोमा पनि उसका निधारमा पसिना आयो। भिड चिच्याउँदै, नछोड नछोड, साले इन्डियनलाई नछोड। उसको गला अवरुद्ध भयो। आँखा अगाडि अन्धकार उभियो। बल्ल बल्ल उसको बोली आयो, म इन्डियन होइन, म नेपाली हुँ। म यहाँहरूकै काठमाडौँ निवासी हुँ। बानेश्वरमा मेरो घर छ। उसको आर्तनाद कसैले सुन्यो वा सुनेन। भिडदेखि निस्किएका अनेक अपशब्द ऊ सुन्दै थियो। ऊ बिस्तारै बेहोस हुन थाल्यो। बेहोस भइराखेका बेलामा भिडका पछाडि उभिएको युवकमा उसका नजर पुग्यो। त्यो अरू कोही नभई उसकै छोरा थियो। ऊ अचेत भयो। होस खुल्ने बित्तिकै उसले चारैतिर पुलिस देख्यो। तिनीहरू उसको हातमा समातेर उठाउँदै थिए।
पुरा जिउ दुखिरहेको थियो। प्यारो छोराको सम्झना भयो। ऊ भिडमा के गर्दैछ? भिडमा होइन, ऊ जुलुसमा छ। ऊ नारा लगाउँदैछ, अघि बढ्दैछ, घृणा फैलाउँदैछ। बेहोसमा पनि यी सबै कुरा मनमा आउँदा ऊ दुखी हुन्छ। मेरो छोरो उत्तेजनाको कुन चुलीमा थियो जसले काले धोतीमा आफ्नो बाबुलाई चिन्न सकेन? उसको संस्कार र शिक्षा? जातपात केही हुँदैन बाबु, सारा संसारका मान्छे एकै हुन्। हामी सबैको जात मानव र धर्म मानवता हो। साँझ बिहान यही रटाउँदा रटाउँदै छोरो यत्रो भयो। तर यस शिक्षाको एउटा पनि शब्दको प्रभाव किन परेन? यस शहरमा सभ्य व्यक्तिका रूपमा सम्मानित मान्छेको छोरो किन यस्तो, किन यसरी संस्कारहीन भयो? बाबु मधेसी र छोरो पहाडी कसरी भयो? केही बुझ्न सकिएन। खुट्टा खुच्याउँदै ऊ घरतिर हिँड्यो। बाटामा उसलाई स्मरण भयो। सानै छँदा स्कुलबाट फर्किने बित्तिकै छोराले सोधेको थियो, ड्याडी, मधेसीहरू चोर हुन् कि होइनन्? हाम्रो स्कुलमा सबै त्यस्तै भन्छन्। म त्यतिखेर अक्कमक्क परेको थिएँ। कुनै जवाब फुरेन। तुरन्तै उसका गालामा एक चड्कन किन दिइन भन्ने आज अनुभव हुँदैछ। घर पुगेपछि श्रीमतीले बेली विस्तार सुनिन् र अवस्था समेत देखिन्। सहानुभूतिको सट्टा उनी रिसले मुर्मुरिन्। दुईजना बीच घमासान भना भन्नुभयो, किन घरबाट निस्कनु भयो? तपाईँले सहरको स्थिति बुझ्नुभएको छैन? मैले कहाँ केही बुझेको छु र? दिनभरि पुस्तकमा टाउको जोतेपछि कसरी देश विदेशको खबर बुझिन्छ त? तर यो सम्पूर्ण घटनामा मेरो के दोष? मधेसी हुनु तपाईँको दोष हो। राम्रो लुगा लगाउनु नत्र मान्छेले चिन्छन् भनेर कति पटक भने? चिन्छन् भन्नुको कारण के हो? के म तिम्रो छोरो जस्तै बोरावाला जिन्स प्यान्ट, रातो पहेँलो भेस्ट, कानमा कुण्डल, घोडाको जस्तो केस र हात्ती जस्ता ठुला ठुला जुत्ता लगाएर आवारा बनौँ? अनि किन अहिलेसम्म खनिँदै थियो? भिरले ऊ पनि मधेसी हो भनेर चिनिहाल्थ्यो नि। मधेसीलाई मधेसी भनेर चिने के आपत्ति? तपाईँ जस्तै चुटाई खान्थ्यो अरूले। अरू के? फर्किएन त तिम्रो लाड साहब। मलाई त जे भो भो, तर उसको चिन्ता छ। तपाईँ छोडिदिनुहोस् उसको चिन्ता गर्न। ऊ त्यसै गर्न बाध्य छ र यसमै उसको कल्याण छ। भिडले तपाईँलाई घेरेका बेला ऊ कसरी चिच्याओस्, साथी हो, उहाँ मेरो बुवा हुनुहुन्छ भनेर। त्यतिखेर भिड उसमाथि नि अर्को कुरा, ऊ तपाईँको मात्र छोरो हुन्थ्यो भने मधेसी हुन्थ्यो। तर मेरो समेत छोरो भएकोले पहाडी पनि हो। अन्तिम संवाद भाला झै कलेजोमा गाडियो। अचानक कसैले तल खसाइदिए जस्तो भयो। अतीतका धेरै कुराहरू मस्तिष्कमा घुम्न थाले। छरिएका कागजका पन्ना समेटे झैँ आफूलाई सम्हालेर जवाब दियो, हेर, म मधेसी हुँ, यो साँचो हो। तिमी पहाडी हो, यो पनि साँचो हो। जतिखेर मसँग बिहे गर्यो त्यतिखेर यस सत्यलाई बुझेकी थियो कि थिएनौ? बुझेकी थिएँ। त्यसो भए थाहा होला, हामीले सिनेमाको प्रभाव र अन्य आकर्षणका कारण बिहे गरेका होइनौँ। हामीले एउटा आदर्श, एउटा सिद्धान्तका अधीनमा रहेर प्रतिज्ञा गरेर बिहे गरेका थियौँ। थाहा छैन कुन सिद्धान्त आदर्शको कुरा गर्दै हुनुहुन्छ। जबसम्म यस देशमा पहाडी र मधेसी समुदाय बीच वैवाहिक सम्बन्ध स्थापित हुँदैन तबसम्म यो समस्या समाधान हुन सक्दैन भन्ने सिद्धान्त थियो। त्यो सिद्धान्तप्रति म आज पनि प्रतिबद्ध छु। तर सिद्धान्तवादीको हालत कस्तो हुन्छ भने त्यो तपाईँले नै सुनाउनु भयो। तसर्थ आफैले आफूलाई केही दिन घरमै कैद गरेर राख्नुहोस्। सम्पूर्ण परिवारको लागि यो हितकर हुन्छ।
ए म घरमा कैदी बन्नु, म मधेसी हुँ, काले हुँ, धोती हुँ, तिमी र तिम्रो पुत्र साँढे जस्तो घुम्छौ, तिमीहरू पहाडे हो, सेता हो, यस देशका सच्चा नागरिक हो। श्रीमती खुट्टा बजार्दै घरबाट बाहिरिन्। उसका मुखबाट निस्क्यो, तर यो ऋतिक रोशन को हो? उताबाट कुनै जवाफ आएन। ऊ सोच्दैछ, यो कुन जन्तु हो जसलाई मान्छेहरू मुर्दाबाद भन्दछन्, जसका कारणले सम्पूर्ण भारतीय र मधेसी वर्गलाई यस ठाउँका मान्छेहरू घृणा गर्दैछन्। त्यसै कारणले मान्छेहरू यति आक्रामक भए। श्रीमती अर्को कोठामा सुतिरहेकी छिन्। छोरो फर्केको छैन। उत्तेजनापूर्ण आकृतिहरू हिँडेर नजिकै आउँदैछन्। अपमानका शब्दहरूले अहिलेसम्म पीडा दिँदैछन्। मुटु स्थिर भएको छैन। बेचैनीको चरम सीमामा छटपटाउँदै आधा रात बितिसक्यो। यसरी नै दिनका एउटा घटना घटिरहे। किन कतैबाट कुनै जिज्ञासा पुरा हुँदैन। दिनभरि टिनटिनाउने टेलिफोन आज किन मौन भएको छ। मनमनै निधो गर्यो। बिहान झिसमिसेमै जनकपुर जान्छु। यही सुखद निर्णयले छटपटी केही कम भयो अनि उज्यालो भयो। ऊ जनकपुरतिर हिँड्यो। शान्त, निश्चिन्त, योजनाविहीन, योजनाबद्ध साँझ नपर्दै जनकपुर नजिक आइपुग्यो। बस ढल्केवर पुगेपछि मुटु स्नेहपूर्ण भयो। चोक, पार्क, मान्छेहरू सबै हितेशी लागे। बस महेन्द्रनगर आयो। होटल, दोकान सबै चिनेजै लाग्यो। बस गुडिरह्यो। रमदैयाको चौकी आइपुग्यो। सफी आयो, लक्ष्मीनिया बजार आयो, मुजेलिया आयो र जनकपुरको पिराडी चौक आयो। आफ्नो ठाउँ र आफन्त बसबाट उत्रने बित्तिकै पुरा शरीर नव उमङ्गले भरियो। एक मनमा अन्जुलीभरि धुलो उठाएर चन्दन जस्तै निधारमा लगाउने विचार पलायो। तर मानिसहरूले बौला भन्लान् भनेर धरतीतिर झुक्न सकेन। ईश्वर, पूजापाठ आदिमा कहिल्यै त्यति विश्वास थिएन तापनि आज सर्वप्रथम जानकी मन्दिर पुग्यो। टाढेबाट मन्दिर अनुपम सुन्दर लाग्यो। भव्य मन्दिरको सम्पूर्ण लम्बाइ, चौडाइ, उचाइलाई आँखामा डुबाएर भित्र प्रवेश गर्न आँट्दै थियो कि फेरि कुनै नाराको आवाज कानमा पर्यो। मुटु ढुकढुक गर्न थाल्यो। फर्केर हेर्दा त साँच्चीकै एउटा झुन्ड नारा लगाउँदै यतै आउँदैछ। ऋतिक रोशन जिन्दाबाद, टोपी नाकबुच्चे तराई छोर। ऋतिक रोशन जिन्दाबाद, टोपी नाकबुच्चे तराई छोर। उभियो। सोच मग्न भयो। यो ऋतिक रोशन को हो? कतै मुर्दाबाद, कतै जिन्दाबाद। अचम्भ लाग्दो रहेछ। मेरो सामान्य ज्ञानमाथि ज्यादै खिन्नता भयो। निकै दिनदेखि रेडियो टिभीमा समाचार सुनिन र अखबार पनि पढिन। किताब लेख्दा लेख्दै जिन्दगी सुकिहाल्यो, जसका कारण सम्पूर्ण देशमा लागेको डढेलो प्रति उसको ध्यानै गएन र त्यही डढेलोको शिकार आफै पनि भयो। आखिर त्यो हस्ती को हो? झुन्डको नजिक आएर एउटा युवकसँग सोध्यो, बाबु, यो ऋतिक रोशन को हो? किन जिन्दाबादको नारा लगाउँदैछौ? युवक चिच्याएर उफ्रियो, यही हो पहाडे, यही हो। सबै आक्रोशित भएर कुट्नका लागि कुदे। उसले ठुलो स्वरमा चिच्यायो, म पहाडे होइन बाबु, म यसै ठाउँको हुँ। देवी चोकमा मेरो घर छ। युवक, यो भर्खर ऋतिक रोशनलाई किन जिन्दाबाद भन्दै थियो। अर्को युवक, हो अनि हेर त, यसका लत्ता कपडा पहाडेका जस्तै छ नि। तेस्रो, नाक कान थेप्चो छ अनि यो कति गोरो छ। चौथो, जुन पहाडे मैथिली बोल्छ त्यो सबभन्दा बेसी खतरनाक हुन्छ। अनि त्यसपछि कसका कति मुक्का, लाती र जुत्ता उसका शरीरमा बज्रिए ठेगान छैन। फेरि बेहोस भयो। एकैपटक अस्पतालमा होस खुल्यो। टाउकामा पट्टी, हातमा पट्टी, खुट्टामा पट्टी। तर शरीरमा जुन चोट छ त्योभन्दा गहिरो चोट
हृदयमा लागेको छ। ऊ माछा जस्तै छटपटाउँदैछ। केही बेर घोरिएपछि ऊ अलिकति मुस्कुरायो। सामान्य समस्या अवगत भयो। सोच्न थाल्यो, यसैमा एउटा जीवन्त कथा हुन सक्छ। यो कथावस्तु उपन्यासका लागि उपयुक्त हुन्छ। फेरि सोच्न थाल्यो, यो राष्ट्रिय समस्या हो, सबैलाई पढाउनु आवश्यक छ। एउटा आलेख तयार गर्नुपर्छ अथवा यस समस्याको प्रकृति र समाधानलाई समेटेर एउटा स्तरीय पुस्तक लेख्नु उपयुक्त हुन्छ। तर यो ऋतिक रोशन को हो सोच्दै फेरि आँखा बन्द भए। केही बेरपछि आँखा खुल्दा त पत्रकार सोध्दै थियो, हजुर यहाँ एक प्रसिद्ध लेखक हुनुहुन्छ, तर हिजो काठमाडौँमा यहाँलाई पहाडीहरूले चुटे, आज जनकपुरमा मधेसीहरूले। हजुर केही भन्न चाहनुहुन्छ? केही भन्दैन। हिजो काठमाडौँमा चुटाई खाने प्राणी मानव थियो अनि कुट्ने बहुलट्ठी, र आजै जनकपुरमा जसलाई कुटियो ऊ मानव हो र कुट्नेहरू बहुलट्ठी। यति भन्दै यसै विषयमा नवसृजनाको तानाबाना बनाउन फेरि आँखा चिम्म गर्छ। धन्यवाद।